गुड मर्निङ युट्युब फ्यामिली। नमस्ते, सन्चै हुनुहुन्छ? म त एकदमै सन्चै छु है। हाम्रोतिरको वेदर चाहिँ हेर्नु अहिले चाहिँ यस्तो राम्रो भएको छ है। हजुरहरूलाई यहीँबाट स्वागत गरेँ है मैले मेरो भ्लगमा। हजुरहरू सबैजना एकदम स्वस्थ सुखी खुसी रहनुहोस् है त। यो चाहिँ हाम्रो अम्लिस हो है। हाम्रो यो गाउँमा मिलेर सबैजनाले काट्छौँ। यस्तो राम्रो छ। अनि यहाँभित्र चाहिँ पोखरी छ। यो अम्लिस चाहिँ एकदमै राम्रो भएर निक्लिरहेको छ। अनि गाउँघर चाहिँ एकदम राम्रो छ। अनि यहाँदेखि यता चाहिँ फेरि खेती छ। अनि ठ्याक्क त्यहाँ एउटा घर छ। ल कस्तो दामी चाहिँ त्यहाँ चाहिँ हाम्रो खेत हो, रोपेकै छैन। वेदर एकदमै राम्रो, धान रोप्दै हुनुहुन्छ कोही। यस्तो राम्रो छ हाम्रो ठाउँ होइन। हजुरहरूलाई जङ्गलको छेउ भन्ने हो, बाँदर चाहिँ लाग्छ होइन। तर हल्का डाँडो परेको जग्गा यस्तो राम्रो छ कि म कुरै बयानै गर्न सक्दिनँ क्या। कति राम्रो छ। अब बजारमा बस्नुलाई बजारै राम्रो लाग्छ, गाउँमा बस्नुलाई गाउँै राम्रो लाग्छ। म पनि धेरै वर्ष बजार बसेर आएको होइन। अनि अहिले गाउँ आएको छु। गाउँमा पनि अब गरी खान जाँदा त राम्रै हुन्छ। अब नगर्दा दुःख पाउँदा त गाह्रै नै हुन्छ नि होइन। अनि यस्तै छ हाम्रो गाउँ। यो चाहिँ मेरो ठुलो जेठा दाजुको घर होइन। भर्खर मर्नु भएको, भर्खर सर्नु मात्रै भएको छ। उहाँहरू चाहिँ जागिरे दुवैजना, बाबुहरू पढ्दैछन् अनि आउनु भएको छैन। अनि म चाहिँ हिँडेको खेततिर। अब खेतमा जाउँ है त। ल यहाँदेखि जाँदाखेरि चाहिँ त्यो देखेको रातो टिन चाहिँ मेरो जेठाजुको घर। अनि त्यहाँदेखि उता चाहिँ मेरो घर छ है त। ल यहाँबाट जाउँ है त। यहाँबाट जाउँ। कस्तो राम्रो छ है। ल यहीँभित्रबाट लगेँ मैले हजुरहरूलाई है त। कस्तो राम्रो छ कि। अनि यहाँ वालमा ठिक्क पनि गरिसक्नुभयो। अनि दाइले फुल रोप्नु भएको छ। तर धुप्पी गहिरो पार्नु भएछ र पानी बर्खामा मर्ने भयो। त्यहाँ एउटा रोप्नु भएको रहेछ, ऊ त्यहाँ एउटा रोप्नु भएको छ, दुईवटा। अनि झार उखालेर सिनिक्क पार्नुपर्छ। यो दबाई हान्दा गइहाल्छ होइन। अनि यस्तो छ यो वाल लाउनलाई। अनि यो मेरो काका हजुरबा ससुराको घर। यो चाहिँ बुवा ससुराको काकाको। यो चाहिँ हाम्रो मूल घर। यो घर पहिला यति ठुलो यति मजाको थियो। अहिले यो घर बनाएपछि यो घर अलिक कम्तीको भयो। ल खान्छ बाबु बुवा आमा। अब चाहिँ म गफ गर्छु एकैछिन बसेर। अब चाहिँ लागेँ म खेततिर। यो चाहिँ हाम्रो मूल घरको बारीको मकै। अनि यो चाहिँ माथिल्लो घर हजुरबारको मकै। कस्तो राम्रो फलेको रहेछ नि त। यो मै पोलेर खाने बेला भएको रहेछ। दिनुभएको थिएन, अब मागेर लानु पऱ्यो। काँक्राहरू फल्दै रहेछ। ओहो यहाँ काँक्रा जस्तो के देख्छु। काँक्राहरू पनि कति फलेको रहेछ। बोडी त्यति नै, काँक्रा त्यति नै, घाँस त्यति नै। जाँगर मात्रै चाहियो। जाँगर भएपछि चाहिँ सबै थोक हुन्छ। गाउँमा बसेपछि त काम गर्दै